हे मित्र राहुल, कृपया शीघ्र हाम्रो निवास स्थानमा पुग्नुहोस्। कसैले चोरी जस्तो घोर अपराध गर्ने दुस्साहस गरेको छ। यस्तो पनि के दुविधा आइपर्यो बनगाउँ खण्डी निवासी यज्ञ र हामीलाई आकाशमा यहाँ बोलाउनुको कारण के थियो? चोरी कसरी र कुन वस्तुको भयो मित्र? हृदयको चोरी भएछ मित्र। हृदयको चोरी? हो मित्र, हृदयको चोरी। यो कन्याले हाम्रो हृदय चोरेर रात्रि निद्राबाट वञ्चित गरेको। जुन मार्गमा तपाईँ चल्नु हुँदैछ नि मित्र, एक दिन गम्भीर रूपले फस्नुहुनेछ। यो सब मृत मरिचको खेलाइ हो, जसमा शान्ति र सन्तुष्टि केवल टाढाबाट प्रतीत मात्र हुन्छ मित्र, तर निकट पुग्न साथ प्राणको आहुति पनि दिन सक्नुपर्ने हुन्छ मित्र। बलिदान त विजयको प्रतीक हो मित्र, र आज तपाईँले पनि बलिदान दिनुपर्नेछ। आफ्नो दूरसञ्चार यन्त्रको तपस्थल चालु गरेर हामीलाई अन्तर्दान प्रदान गर्नुहोस्, ताकि हामी केही क्षणलाई यो युवतीका चञ्चलता हेर्न सकौँ, केही मिठो वार्तालाप गर्न सकौँ र यसको कला हेर्दै तृप्त हुन्छ। क्षमा गर्नुहोस् मित्र, तर हामी अहिले तपाईँलाई अन्तर्जाल साझा गर्नमा असमर्थ छौँ, किनकि हाम्रो दैनिक डाटा भण्डारमा केवल 200 मावा मात्र शेष छ। यही मित्रता, यही हो प्रेम। स्मरण गर्नुहोस् व्याख्यान, जब तपाईँ हामीसँग मदिरा पानको लागि बस्नुभएको थियो, तपाईँले अधिक मदिरा सेवन गर्नलाई मान्नु भएको थिएन, किनकि तपाईँको पिताश्री गृहमा उपस्थित हुनुहुन्थ्यो। तब हामीले केही न केही उपाय गरेर तपाईँको प्यालामा अधिक मदिरा भरेर तपाईँलाई सन्तुष्टि दिएका थियौँ। के भुलिहाल्नुभयो त्यो दिन जब तपाईँले बीच मार्गमा मलत्यागको लागि जानु थियो र तपाईँसँग जलको अभाव थियो? तब हामी नै थिए जसले त्यो घनघोर जङ्गलमा अद्भुत पत्ताहरूको खोज गरेका थिए र तपाईँलाई मल पुछ्नलाई दिएको थिए। तर त्यो कुरा अलग थियो कि तपाईँ खुसीको शिकार हुनुभएको थियो। तर तपाईँले त आफ्नो यति उपकारी मित्रको तनिक सहायताका लागि नै भन्नु। कृपया आँसु नबहाउनुहोस् मित्र, तपाईँले केही स्मरण गराउनु पर्ने आवश्यकता छैन। लिनुहोस्, हामी आफ्नो तप्तस्थल चालु गर्छौँ मित्र।